नमस्कार साथीहरू, यो चाहिँ नारायणी नदी किनारको अवस्था हो। नगर 1 भन्दा अलिकति वरै यो चाहिँ यहाँ हेर्दै गर्दाखेरि तपाईँलाई पनि दुःख लाग्न सक्छ। निकै दुःख लाग्ने कुरा हो यो। नदी यसरी दोहन गरियो कि आज नदी यति फोहोर र दुर्गन्धित भएको छ। यहाँका माछाहरूलाई ठुलो समस्या पर्ने कुरा हो यो। माछा नभइकन सम्पूर्ण पर्यावरण र जलवायु परिवर्तनमा पनि ठुलो असर गर्ने कुरा हो। हामी भरतपुरवासी अझ विशेष गरी त चितवनवासीको लागि सम्पत्ति धन, समग्र नेपालवासीको लागि सम्पत्ति धन भनेको जङ्गल अनि त्यसपछि यस्ता नदी खोला नालाहरू हुन्। तर यो अवस्था यहाँबाट पनि देख्न सकिन्छ। यो ढल मिसाएर फोहोरको ढुक्काले पहाड बनेको छ होइन, ढल मिसाइएको छ र यतिसम्म दोहन गरिएको छ नारायणी नदीलाई। जुन सामान्यत नदीप्रति मानवले राख्ने आस्था, जुन नदीलाई चाहिँ गङ्गा भनेर, यो गङ्गामा मिसिने नदी भनेर र यहाँबाट जाने त्रिवेणीमा मिसिने नदी यो धर्मावलम्बीहरूको लागि पनि निकै महत्त्व राख्ने नारायणी नदी यहाँ यसरी दोहन गरिन्छ र यसले विभिन्न किसिमका रोग पनि फैलाउनेछन्। यसले हैजा फैलाउन सक्छ। यसले यहाँ भएका माछाहरूलाई चाहिँ लोप गराउने समस्या पनि ल्याउन सक्छ। नारायणी नदी दोहन हुँदै गर्दाखेरि तपाईँ हामी सबैलाई चाहिँ दुख्नुपर्छ। यो अवस्था निकै नै दुःख लाग्दो र दयनीय अवस्था देखिन्छ। यहाँ नदी आफैमा उतापट्टि हेर्नुभयो भने नारायणी नदीको एउटा सौन्दर्यता, नारायणी नदीलाई जसरी व्यावसायिक प्रायोजनको लागि प्रयोग गरिएको छ, यो त्यही ठाउँ हो। यो भरतपुर महानगरपालिका नै हो जुन पुलभन्दा दाहिनेतर्फ नारायणी नदीलाई चाहिँ श्रृङ्गार पटार गरिन्छ अनि पुलभन्दा देब्रेतर्फ आइसकेपछि नारायणी नदी आफैमा यतिसम्म दोहन गरिएको छ कि यसको कुनै पनि किसिमको चाहिँ प्रयासित नै छैन र यसले गर्दाखेरि नदी आफै चाहिँ कमजोर हुँदै गएको छ। नदी आफै सानो हुँदै गएको छ। भोलि यही भेल ठुलो भएर आउला। भोलि यही बाढी आउँदै गर्दाखेरि यहाँका सबै फोहोर बगाएर कतै लिएर जाला भनेर चाहिँ यसरी फालिन्छ भने यो दुःखको कुरा हो। हामीले जलवायु परिवर्तनलाई अब सिरियसली लिनुपर्छ, पर्यावरणलाई निकै महत्त्वका साथ बुझ्नुपर्छ र यसलाई चाहिँ हामीले बचाउनतर्फ लाग्नुपर्छ। यदि बचाउन सकिँदैन भने भोलिको दिनमा नारायणी नदीको अस्तित्व सीमित खोलामा मात्रै हुनसक्छ। त्यसैले पनि यसलाई बचाउन अति आवश्यक छ। यो हाम्रो लागि मात्र नभएर सम्पूर्ण पृथ्वी, पर्यावरण र हाम्रो धार्मिक आस्थाका लागि हामीले बचाउनुपर्छ। मलाई आशा छ अबको पुस्ताले यसमा अलिकति बढी चाहिँ सिरियस भएर काम गर्नेछन् र हामीले पनि गर्नुपर्छ र यसको हरेक अपदमा लिनुपर्छ भने हामी सबै नेपाली जनताले लिनुपर्छ, चितवनवासीले लिनुपर्छ। आज यहाँ ढल मिसिँदै गर्दा यो यति दुर्गन्धित भएको छ कि यसले हामी सबै मानव जीवन, हामी सबै मानवहरूमाथि प्रश्न उठाएको छ। धन्यवाद।